कर्मचारीको र यहाँ उपस्थित हुने सम्पूर्ण नमस्कार गर्न चाहन्छु। र आज सुन्दर हमेसा नगरपालिका र हाम्रो सहरी नेपाल सहरी वैकल्पिक ऊर्जाबाट हाम्रो साझेदारीमा हाम्रो जुन आज यो चुनाव वितरण कार्यक्रम गरिरहेका छौँ, यो एकदमै महत्त्वपूर्ण कार्यक्रम रहेको छ। हामी 1 नम्बरदेखि नै 12 नम्बर वडाहरूलाई हामी सूचना गरेका थियौँ। यो के अरे तपाईँहरूले फर्म भर्नु भनेर, र कुनै वडाबाट 3 जना, कुनै वडाबाट छैन, र कुनैबाट जसरी अहिले हामीले 1 नम्बरदेखि 12 नम्बर वडासम्म हामीले वडामा पठाएका थियौँ। र त्यो वडामा पठाएका जम्मा सबैभन्दा बेसी चाहिँ वडामा फर्म भर्नुभएको छ। तपाईँहरूलाई धन्यवाद दिन्छु नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट। हामीले कुनै पनि नगरपालिकाबाट केही सामग्रीहरू वितरण गरिराख्दाखेरि हामी पक्षपात गरेर गर्दैनौँ। सबै वडालाई हामी सूचना गरेका हुन्छौँ। त्यही सूचनाको आधारमा तपाईँहरूले फर्म भर्नुभयो। र यस वडामा चाहिँ 8 नम्बर वडामा चाहिँ 8 नम्बर वडामा चाहिँ जम्मा 141 वटा चाहिँ यो वडाले चाहिँ फर्म भर्नुभएको छ। तपाईँहरूको आज प्राप्त गर्दै हुनुहुन्छ र त्यसको लागि यहाँ आउने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। र सबैभन्दा कम भरेको वडा 1 नम्बर। 1 नम्बरमा एउटा, 2 नम्बरमा 20 वटा, र 3 नम्बरमा 38 वटा, 37 वटा, र 4 नम्बरमा 3 वटा, र 5 नम्बरमा 29 वटा, 6 नम्बरमा एउटै छैन। ताकि हामी सबै वडालाई सूचना गरेका थियौँ। त्यही सूचनाको आधारमा फर्म भरेको आधारमा आज चुनाव वितरण भइरहेको छ। अब यसै सिलसिलामा भोलिदेखि हामीलाई यति गाली गर्नु थाल्छ, अब फेसबुक हेर्नै सकिँदैन। त्यस कारणले म यहाँहरूलाई त्यो पनि जानकारी दिन चाहन्छु। र 7 नम्बर वडाले 5 वटा र 8 नम्बर वडाले 142 वटा छ। हेर्नु त, हामीले यो वडालाई मात्रै सूचना त गरेका थिएनौँ नि। र 9 नम्बर वडामा 9 वटा, र 10 नम्बर वडामा 3 टा, र 11 नम्बर वडामा 27 वटा, र 12 नम्बर वडामा 12 वटामा 12मा पनि छैन। त्यस कारणले म यहाँहरूलाई